परमेश्वर पिताको लागि एकचोटि सबैले जोरदार कार्यको लागि परमात्माले दिनुभएको गवाहीको लागि हैन उहाँले मेरो जीवनमा गर्नुभएको कार्यको लागि मलाई यहाँ खडा गराउनु भएको छ। यसरी हजुर सबैमा यो चाहेका सबैलाई कार्य गर्नेछ त्यसले ईश्वरलाई धन्यवाद गर्छु। जो बोल्नुहुनेछ पिता हैन उहाँ मेरो मुखद्वारा बोल्नुहुनेछ यो घडी यो समयमा त पितालाई धन्यवाद गर्छु। म गुरु मसीह यीशुको महान नाममा कैसँग पढाइ सबैलाई समझ्ने एक मात्र नेपाल सच्चाइका प्रमुख प्रकाश सर हजुर हुनुहुन्छ, उपप्रमुख सुशीला मेडम हजुर हुनुहुन्छ। उहाँहरूको समस्त घर परिवारमा पनि परमेश्वर पिताको परिपूर्ण आशिष बर्सिरहोस् भन्न चाहन्छु। सम्मान व्यक्त गर्दछु गुरु मसीह यीशुको महान नाममा। त त्यसै गरी हामीलाई एकदमै उचाइ गराउँदै हैन महिमामा जुटाउनुपर्छ, कार्य गर्नुपर्छ पिताको भनेर यसै गल्फको दोहा कतारमा हाम्रो निम्ति अडेर खडा भएर हैन एकदमै उचाइ गराउनु हामीलाई अग्रज अगुवा हुनुहुन्छ। आँखाका नानी परमेश्वर पिताका पवित्र र आत्मिक सन्तान हाम्रो राजु सर हजुर हुनुहुन्छ, त सुस्मिता म्याडम हजुर हुनुहुन्छ, समीक्षा म्याडम हजुर हुनुहुन्छ। आज एकदमै उचाइ छु म पनि यो गवाहीको लागि पिताले चुन्नुभयो मलाई। यो स्टेजमा आएर यति बोल्नु नै मेरो लागि जीवनको सबैभन्दा ठुलो गवाही मान्दछु। म पितालाई धन्यवाद दिनहरूमा बोल्नै सकेको थिएन है, डरको आत्मा थियो भने आज एकदमै सहज र सजिलो तरिकासँग बोल्ने पिताले गराइसक्नुभयो भन्दै पितालाई धन्यवाद गर्छु। म गुरु मसीहको महान नाममा। त्यसै गरी परमेश्वरको राज्य मेरो आफ्नै कारणले चिनेको, परमेश्वरको राज्य चिन्नु नै मेरो जीवनको सबैभन्दा ठुलो गवाही थियो। मैले नयाँ जीवन पाउनु रहेछ, पिताले मलाई चुन्नु रहेछ। समस्याहरू त हरेक आयो होला पहिले हैन, धेरै समस्याहरूमा गडेका थियौँ। हरेक घरमा कहिले सोचेको भएन हैन, एकदमै सोचे भन्दा उल्टो हुने हैन। दुष्ट आत्मा शैतानले हामीलाई यो कार्यसम्म पुर्याएको थियो। यदि परमेश्वरको राज्यमा हामी आज टेक्दैन थियो या पिताले हामीलाई चुन्नु थिएन भने या हामीले मलाई चिन्ने थिएनौँ भने सायद हामीले जीवन पाउन गाह्रो हुन्थ्यो होला। सायद यो यसरी म बोल्न पनि पाउने थिएन होला। यसमा पनि पितालाई धन्यवाद गर्छु। उहाँले दिएको सबैले पिताको लागि जोरदार तालीले सम्मान गरिदिनु। समस्या आउन निम्ति थियो हिजोका दिनहरूमा, देश प्रदेशदेखि लिएर लड्दै पढ्दै घरसम्म पुगेको थिएँ। त त्यहाँबाट पनि हाम्रै दिदी हजुरले मलाई सुसमाचार सुनाउनु भयो हैन। सुसमाचार सुनाएर पनि पिताले जुन्ने योग्य र जुन्ने दिन आउँदो रहेछ त्यो पनि मलाई थाहा थिएन। यो देश प्रदेशको ठाउँमा आएर पनि बिस्तारामा लडेको समयमा परमात्माले मलाई हैन एकदमै परमेश्वरको सन्तानमै मलाई हैन उहाँहरू परमेश्वरको सन्तानै बस्ने, पिताकै सन्तान पवित्र सन्तानहरू बस्ने एकदमै भवनमै मेरो लागि पनि बस्ने बास जुटाइदिनु भयो। यो देश प्रदेशको ठाउँमा पनि यसमा पितालाई धन्यवाद गर्छु। र त्यसै गरी म एकदमै बिस्तारामा लडेको बेला हैन उहाँ दाइ हजुरले पनि ल तिमीले चाहिँ अब पिताको राज्य चिन्ने बेला आयो हैन, अब एकदमै तिमी उचाइ हुनुपर्छ। तिमी देश प्रदेशको ठाउँमा आएर घर फर्किनु हुँदैन। कुनै रोग रागले दुष्ट आत्मा शैतानले गरेका कार्यहरू यही नष्ट हुनेछ मेरो भाइ, तिमी टेन्सन नलियो। पिता हाम्रो साथ आउनुहुन्छ भनेर उचाइ गराएर एकदमै ठुलो गराइदिनेछु। म नजाने त पनि पिताले चाहिँ योग्य तिम्रो भाउजूलाई बनाउनु भएको छ भनेर हैन एकदमै सामाजिक सञ्जाल फोन मार्फतै मलाई उहाँले गरम चलन गराइदिनु भयो र पिताको राज्य चिन्नु भयो। पिताको राज्य चिन्नु नै नयाँ जीवन पाउनु रहेछ। आज आएर एकदमै गर्व लाग्छ। समस्याहरू धेरै थिए, हट्दै गए हैन। आजका दिनहरूमा स्वर्ग जीवन के रहेछ भन्ने कुरा जुन दिनदेखि पिताको राज्यमा टेके उसी दिनदेखि देखेँ। पितालाई धन्यवाद गर्छु। दबाईहरू आउन निम्ति, समस्या आउन निम्ति डक्टरकोमा गयो,
आत्माभित्र जलेको म तडपिएर हिँडेँ। जो जति पनि आधा उमेर मेरो गयो होइन, एकदमै तडपिएर गयो। त्यस्तो अबदेखि कहिले हुने छैन पिताको राज्यमा भनेर लागेर थिएँ। अबदेखि एकदमै स्वास्थ्य र शान्तिले जिउन पनि पाएको पिताले धन्यवाद गर्छु। गुरु मसीह येशूको महान नाममा मलाई मात्रै नभएर मेरो घर परिवार पुरै सम्पूर्ण परिवारलाई दुष्ट आत्मा शैतानले घेरेको थियो, एकदमै घेरेको थियो होइन। हामीलाई कहिले उठ्न नदिने, हामीले गरेका कार्यहरूमा चाहिँ कहिले पनि सफलता नहुने त्यो समय थियो कुनै दिन। आज होइन परमात्माले बस्ने बास पनि एकदमै राम्रो तरिकासँग नयाँ जुटाइदिइसक्नु भएको छ। पितालाई धन्यवाद। त्यसै गरी गवाई भन्नु पर्दाखेरि मेरो सबैभन्दा ठुलो गवाई त म आफ्नै पेटको समस्याले डिप्रेसनमा गइसकेको थिएँ। समस्या कति लिएर जाने डक्टरको पास, कहिले पनि डक्टरले मेरो समस्या त बुझ्नु होला, दबाई त दिनुभयो होला, तर त्यो दबाईले कार्य गरेन ममा। त पितालाई धन्यवाद गर्छु मसीह येशूको महान नाममा। त त्यो दबाईले कार्य नगर्दाखेरि म एकदमै समस्या दलदलमा डिप्रेसन जस्तोको शिकार भएँ। केही समयमा भए होइन, केही समयमा मलाई डिप्रेसन जस्तो शिकारमा पनि दुष्ट आत्मा शैतानले लग्यो। उठ्न नसक्ने, कार्य गर्न नसक्ने, हरेक होइन एकदम संसारमा हिँड्ने बेला पनि देख्ने बेला पनि कसैलाई त्यो डरको आत्मा म भित्र थियो, एकदमै दर्दनाक डरको आत्मा थियो। र त्यो डरको आत्माले मलाई डिप्रेसनमा पुर्याइसकेको थियो होइन। त्यो समयमा त्यो घडीमा यदि पिताले मलाई नउठाएको भए म यो बोल्ने हो कि हुने छैन। त्यही पितालाई धन्यवाद गर्छु। म चमत्कारको कार्य होइन, गवाईहरू अनगिन्ती छन् होइन। पिताले दिनुभएको हरेक घडी हरेक पल हाम्रो लागि किम्ती छ। त्यही नै सबैभन्दा ठुलो जीवनको गर्व मान्दछु। त्यही यहाँको आत्माबाट भन्दछु पितालाई धन्यवाद गर्छु। अस्ति भर्खर म काम गर्दै होटलको काम होइन, धेरै प्रेसर पर्छ, अर्डरहरू पनि एकदमै लाइन बाई लाइन आइरहेको हुन्छ। समय पनि हाम्रो पास त्यस्तै हुन्छ। त त्यस कारणले गर्दाखेरि एकदमै पछाडिबाट पनि हाम्रो सुपरभाइजर सरहरू, जिएम सरहरू आउनुहुन्छ, ल छिटो गर भनेर भन्नुहुन्छ। त्यो क्रममा चाहिँ म एकदमै कमजोर भएँ होइन। त्यस घडी चाहिँ मलाई एकदमै सास मेरो रुकिला जस्तो भयो, एकदमै निचुरेर आयो। त पितालाई धन्यवाद। पिता हजुर जान्नुहुन्छ यो समस्या, यो कमजोरी कहाँबाट आएको छ ममा, यो आउनु हुँदैन पिता भनेर पितालाई सोधेँ। त्यसमा पनि पिताले अडार खडा गराउनु भयो। त्यो दिन पनि परमात्माले मेरो लागि सुन्दरतै बनाएर काट्नु भयो। हाम्रो मेरो घरमा आफ्नो श्रीमती हजुर पनि महिमामा छुटिरहनुहुन्छ गएर होइन। उहाँलाई मैले उचाइ गराएर आउँछु यहाँबाट, जानुहोस् गएर महिमामा जुट्नुहोस्, काम दिने सबै छोडिदिनुहोस्, पिता हुनुहुन्छ त हामी छौँ, न त केही छैन भनेर जब मैले उहाँलाई उचाइ गराएर के पर्यो होइन। जतिखेर पनि जान्छौ तिमी होइन, छोरो यहाँ छैन, देशमा जसको ठाउँमा छौ, तिमी अन्दै जान्छौ कि कहाँ जान्छौ, तिमीलाई चाहिँ एकदमै खोजी गर्नुपर्नेछ, सोधी गर्नुपर्नेछ, हरेक निगा राख्नुपर्नेछ, भोलि जवाब दिनुपर्नेछ भनेर यस्तो बोलीहरू बोल्नु भएछ होइन। पितालाई धन्यवाद गर्छु। त मैले पितालाई सुम्पेको थिएँ, पिता यो कार्य हजुरबाट अवश्य हुनेछ, उहाँहरूलाई योग्य बनाउनु हुनेछ, बुझ्ने योग्य बनाउनु हुनेछ भनेर उहाँलाई सुम्पेको छु। सबैजनाले पनि महिमा गरिदिनु होला, मागिदिनु होला होइन। सबैलाई धन्यवाद गर्छु। पितालाई धन्यवाद गर्छु म गुरु मसीह येशूको महान नाममा। समस्या नबुझ्ने कारणले गर्दाखेरि अहिले हामी चाहिँ अलिक गाउँमै थियौँ, अहिले सहरमा बस्न पर्ने अवस्था आएको छ। त्यो पनि पिताको योजना, उन्नति प्रगति पिताद्वारा नै आएको थियो, लाग्ने पनि उहाँ नै हुनुहुन्छ होइन। सबै कुरा उहाँको हातमा छ। पितालाई जोरदारताले सम्मान गर्छु। त्यसै गरी धन्यवाद गर्छु म गुरु मसीह येशूको महान नाममा। तिनीहरू सर हजुरबाट आएका भएका वचनहरू पिताद्वारा हुनेछ। यो समय यो घडी सबैजनाले उहाँलाई एकचोटि जोरदारताले